म अस्ट्रेलिया आएको पनि धेरै भएको छैन। मलाई यो ठाउँ अझै मेरो हो जस्तो लाग्दैन। जति नै कोसिस गरे तापनि यो ठाउँले मलाई त्यो आवाजको सन्तुष्टि कहिले दिन सकेन। फर्किआउने इच्छा कति छ मनभित्र, कोसिसको अन्त्यको सीमा छैन। हार मान्ने खालको मेरो स्वाभिमान होइन। दुःखलाई साथी बनाई फर्केर आउने बाचा गर्छु, यो मेरो कर्मभूमिको साथी तिमी भन्ने होइन। नमस्ते सबैजनालाई, मेरो नाम एलिस रिजाल। घर खै कहाँ भनौँ, बस्न पाएको छैन होइन, आफूले मन लागेको ठाउँमा, सो घर भन्न मन लाग्दैन। अस्ट्रेलिया आएको लगभग 2 वर्ष भयो। धेरै समय त होइन, तर लाग्छ कैयौँ वर्ष बिताइयो जस्तो फिल हुन्छ। प्रत्येक दिन होइन, वर्षौँ वर्ष बिताए जस्तो लाग्छ। जे भए पनि कोसिस गर्न छाडेको छैन। मैले यहाँ आएर एउटा युट्युब च्यानल सुरु गरेको थिएँ होइन। 2 वर्षको मेहनत, 100 भन्दा बढी भिडियो मैले मिस्टेकली आफै डिलिट गरेँ। सो 2 महिना जस्तो भएको थियो। मलाई केही गर्नै मन लागेको थिएन। अनि आई थट अफ किन फेरि ट्राई गरिदिउँ न त एकचोटि भन्ने खालको लाग्यो। सो आई पिक्ड अप माई क्यामेरा अनि गएँ त्यही छेउको पार्कतिर। सो यही खिचेँ। अहिले तपाईँहरूलाई यही देखाएर मेरो एउटा सानो स्टोरी सुनाउँदैछु। आई होप यु लाइक इट। थ्याङ्क यू सो मच फर वाचिङ। अस्ट्रेलिया आइपुग्दा यो ठुलो ठुलो बिल्डिङहरू यहाँ देखिराख्दाखेरि होइन, यहाँ आइपुगिसकेपछि आई अलवेज वान्टेड टु डु समथिङ। इन्टरनेटमा मलाई नेपालमै हुँदाखेरिदेखि नै भ्लगिङ यताउता गर्न मन लाग्थ्यो, तर गर्न पाएको थिइनँ। र त्यो सपना चाहिँ मैले यहाँनिर आफ्नो काम, स्कुल सबै कुरा बाट मिलाएर नै सुरु गर्न खोजेको थिएँ। बट यस, 2 वर्षपछि आफ्टर 100 भिडियोज च्यानल चाहिँ डिलिट भयो। अनि 2-3 महिना गाह्रो पनि भयो। तर अब फेरि आइ एम ब्याक अन दिस च्यानल विथ यु गाइज। अहिले हेरिराख्नु भएको छ भने त्यो सब्सक्राइब एन्ड सपोर्ट, द्याट विल मिन अ लट टु मी अहिले यो पोइन्ट अफ टाइममा होइन। सो त्यस्तै छ गाइज। अहिले स्कुल आएको थिएँ, कलेज आएको थिएँ। आई एम डुइङ इनरोल नर्स। अब क्लास सक्यो, घर जाँदैछु। सो थट अफ गेटिङ दिस भिडियो।